Hey guys, what's up everybody? This is your boy Niroj Gale aka Zorin हैन आज चाहिँ यो भिडियो चाहिँ के को लागि भन्दाखेरि हैन आज चाहिँ मेरो वर्षौंदेखिको हैन इच्छा थियो एउटा क्यामेरा किन्ने हैन सो फाइनली धेरै महिना मेहनत र सेभिङ गरेपछि फाइनली आज त्यो दिन रहेको छ हैन फाइनली आई बाय माई क्यामेरा. So yeah, कुन चाहिँ क्यामेरा हो I will show you in this video हैन. This is like an unboxing video. Stay tuned हैन. Yeah, this is the camera हैन. बिहान आएको थियो 11-12 बजीतिर हैन. So त्यति बेला नै अनबक्सिङ त त्यति बेला नै खोलेर हेरिहालेको थिएँ हैन. So yeah, this is my Sony camera, Sony ZV-E10 Mark II हैन. यो चाहिँ मैले साथीहरु सबैसँग सल्लाह गरेर हैन मेरो फोटोग्राफर साथीहरु हैन shout out to my अमित साथीलाई हैन साथीले धेरै हेल्प गर्नुभयो हैन सजेस्ट गर्नुभयो यो किन भनेर. सो फाइनली आफ्टर सबैको सल्लाह अनुसारले गर्दा फाइनली आई बाउट सोनी क्यामेरा सोनी ZV-E10 Mark II. यसबाट चाहिँ अब दामी फोटो आउँछ हैन. सो लेट्स अनबक्स द क्यामेरा. फर्स्टमा चाहिँ वी हेभ गट दिस वान हैन सोनीको हल्का बुकहरु पढ्नको लागि. यो दादालाई पढ्नु पर्ने जरुरत छैन किनकि दादाले पहिलेबाट पढेको हो हैन. सो यो चाहिँ त्यो रहेछ. सो या त्यो चाहिँ यस्तो लौडा लसुन जस्तो बुकहरु छ. देन वी गट आवर क्यामेरा गाइज. फाइनली इट्स आवर क्यामेरा. सो आर यु गाइज एक्साइटेड टु वाच माई क्यामेरा? You know, finally look at this. छैन त हैन ठिक्कको हेर्दा पनि राम्रो छ हैन. यसमा चाहिँ 18.50 को 1650 को किट लेन्स हैन. अरूले सबैले भन्छ किट लेन्स राम्रो हुन्न तर केही महिना चाहिँ म यसबाट नै ट्राई गर्ने छु. सो या हेर्दामा चाहिँ लाइट छ राम्रै छ हैन राम्रै छ आफूलाई राम्रो लागेर छ हैन. अहिले यसबाट नै एकचोटि खिचेर म हाल्ने छु त्यसमा हैन. स्टे ट्युन फर द्याट वान एज वेल. सो या हेर्दामा राम्रो छ. अनि बक्समा चाहिँ हाम्रो अर्को भनेको हाम्रो यो आएको छ हामीलाई हैन. यो चाहिँ हल्का साइडमा बोक्नको लागि डोरी हैन. सो रोप के हो यो चाहिँ माका के रहेछ भन्दाखेरि यो चाहिँ विन्ड प्रोटेक्टर मैले देखिरहेको थिएँ. मैले पहिला अनबक्सिङ गरेको थिएँ नि त. यो चाहिँ विन्ड प्रोटेक्टर गर्ने रहेछ हैन. यो चाहिँ यहाँ हान्न सक्नुहुन्छ तपाईँले हैन. सो याप यो किने. अनि यसमा चाहिँ मलाई मेमोरी कार्ड चाहिँ त्यस्तो इन्क्लुड भएको थिएन. मैले फोरेर नि हालिसकेँ क्यामेरामा हैन. आई बाई 256 को SanDisk V30 को मेमोरी कार्ड हैन. सो साथीले भनेको थियो V30 नै ठिक हुन्छ तिम्रो लागि अहिलेको लागि भनेर. पछि चाहिँ माथि सर्नु पर्ला V60 तिर हैन. बट करेन्टली आई बाई दिस 256 SanDisk को हैन. अनि या ओभरअल यही हो. अनि वारेन्टी छँदैछ हैन. सो अर्को फुटेज चाहिँ क्यामेराबाट हुनेछ. ओके गाइज दिस फुटेज इज फ्रम माई सोनी क्यामेरा हैन. कस्तो आइरहेको एज यु गाइज क्यान सी हैन. फुटेज चाहिँ राम्रै आउने रहेछ हैन. अनि फोटो नि केटाहरूले चाहिँ भन्छ कसैले ठिकै छ भन्छ फोटो. अनि कसैले फेरि हाइब्रिड क्यामेरा नि भन्छ. बट आई डोन्ट नो हैन. मेरो चाहिँ भर्खर स्टार्टिङ हो. तर मलाई चाहिँ पहिल्यैदेखि नै आई ह्याड माई दिस वान हैन प्यासन. क्यामेराको प्यासन चाहिँ पहिल्यैबाट थियो. सो फाइनली आई डिसाइडेड टु बाई हैन. अब जे जस्तो हुन्छ अब किनिसक्यो हैन. सो या जे गर्ने छु राम्रै गर्ने छु. अनि आज चाहिँ मैले 2-3वटा फोटो खिचेको थिएँ. आज यु गाइज क्यान सी हैन. भरे हालिदिन्छु साइडमा. सो या त्यही हो. ओभरअल मलाई चाहिँ राम्रो लाग्यो हैन. अब पैसा सबै सक्यो. अब एकछिन फेरि सेभिङ गर्नुपर्ने छ हैन. सो या फाइनली आइ एम ह्याप्पी विथ द्याट वान. तपाईँहरू भनिदिनु कस्तो छ हैन कमेन्टमा फुटेज कस्तो छ अहिले यो क्यामेराको. पहिलाको चाहिँ आइफोनबाट भइहाल्यो 17 Pro Maxबाट. अनि यो चाहिँ कस्तो छ भनेर यु गाइज क्यान कमेन्ट डाउन बिलो. या थ्याङ्क यू सो मच फर वाचिङ एभ्री वान. अब चाहिँ राम्रो आउने छ कि स्टे ट्युन हैन. कन्टेन्टहरू म सक्दो ट्राई गर्नेछु हैन. सो या एन्ड थ्याङ्क्स टु माई मम एज वेल फर सपोर्टिङ मी हैन. लभ यु. बाई बाई गाइज.